कतिपय दर्शकले 12 गाउँ भन्दा राम्रो छ भन्नुभएको छ। यसमा चाहिँ के भन्नुहुन्छ? होइन, हुनु पनि पर्छ। हामीले सिनेमा राम्रो बनाउनै पर्छ। हामी हिजो जुन चिज गरेर आछौँ त्योभन्दा राम्रो अगाडि त गर्ने नै हो नि। हिजो 12 गाउँ मैले जसरी बनाएको थिएँ, मेरो कोसिस पनि के रहन्छ भने 12 गाउँ 2000 राम्रो होस् होइन। अब यसले पनि राम नाम सत्यलाई दर्शकले त्योभन्दा बढी रुचाइदियो भने त्यो त हामी इन्डस्ट्रीको लागि, मेरो लागि, सबैको लागि एकदमै जितको कुरा हो। रामनाम सत्यले एक्सनको जुन प्याटर्न छ त्यसलाई निरन्तरता दिइरहेछ। अगाडि 12 गाउँले त्यहाँ थियो। हो, एक्सन मुभी जुन प्रकारले भनौँ न 12 गाउँपट्टि पछि एउटा एक्सन जर्नरलाई दर्शकहरूले अत्यधिक मन पराएर जुन एउटा स्थान दिनुभएको थियो, त्यहाँबाट एक्सन सिनेमाहरू बन्न थालेको अवस्था चाहिँ हो वास्तवमा। त्योभन्दा अगाडि चाहिँ थिएनन्। त्यसले गर्दाखेरि यो रामनाम सत्यलाई पनि दर्शकहरूले असाध्यै माया गरेका छन् र आउने दिनमा फेरि राम्रा राम्रा चलचित्रहरू गर्ने नै छौँ। दर्शकहरूको साथ, सपोर्ट, माया, आशीर्वाद त्यो सदैव हामीलाई चाहिन्छ।